नाके नाम छैन मेरो, जहाँ गए पनि नाक ठुलो छ यो भाइको, कत्रो नाक। अबदेखि नाक ढाक्नलाई मैले लिएर आइसकेँ। यो 2टा छ, एउटा यो चाहिँ यहाँभित्र लगाउने, 2टा मगाएको छु, एउटा नाकमा एउटा तल। जे पनि फुट्न सक्छ नि क्रिकेट खेल्दाखेरि। बात त सही है। ब्ल्याक कलरको म्याचिङ त हुनु पर्यो नि। यो चाहिँ मेरो ब्याटिङ सुज हो, क्रिकेट खेल्दा लगाउने एन्ड फिल्डिङ गर्दा पनि। स्पाइक त छैन, यो रनिङ गर्दा पनि हुन्छ, मर्निङ वाक गर्दा पनि हुन्छ, बस पिचहरूमा नलगाएपछि यो घोटिँदैन। सो यो चाहिँ ब्याटिङ ग्लोभ्स हो, मसँग प्र्याक्टिस ग्लोभ त छँदैछ, हाम्रो गाडीमै हुन्छ सबै सामानहरू होइन। यो मेरो व्हाइट कलरको छ, म एकदम व्हाइट लभर हो साथीहरू होइन, सेतो मनपर्छ। प्यारी समझ गई। मात्र 5 दिनभित्र म्यासेज गरेको, त्यो पनि चितवनदेखि जापान टोकियो सहरसम्म सामान आइपुग्यो। घर दैलो आँगनमै आयो कि नेपाली त पुऱ्याउन आएन नि, त्यही पनि डेलिभरीको मान्छे आएको यत्रो कार्टुनमा प्याक भएर आउँदो रहेछ। हजुरहरू पनि यसरी सामान मगाउन चाहनुहुन्छ भने स्क्रिनमा फोन नम्बर लोकेसन राखिदिएको छु, मजाले खाकुनेन गर्नु होला, खोज तलास गरेर ट्याक्क सामान पठाउनु होला। गुन्द्रुक सुन्द्रुक नि पाइन्छ, समात्दैन, तिनीहरूको त जान्छ कार्गो। युएसबी कार्गो, गुन्द्रुक सुन्द्रुक भेल क्यु मही दुध। मेरो बडी प्रेग्नेन्ट भइचे, छोरी प्रेग्नेन्ट, झमझम जे पठाए पनि पुग्छ, 5-6 दिनभित्र पुग्छ। 150-200 देशमा पठाइसक्यो, के नभएको देशमा पनि पठाइदियो अनि तिनीहरूले। अनि कम्फर्टेबल होला, अब ट्राई गरौँ न, एकचोटि पनि हालेको छैन। भाजिङ ग्लोभ्स तेरीमा बज्यो। अब लास्ट हाम्रो सामान निकाल्न जाँदैछौँ, के छ त त्यहाँ? घरकालाई जति भन्नु लाग्दैन यार, फेरि ग्यास्ट्रिक हो जति पठाएर मरे। ग्यास्ट्रिक निको भइसक्यो र म त युएसबी कारको सामान छानेर पठाउनु पर्दैन, तर अलिअलि ग्यास्ट्रिक त छ है, यसले ठिक गर्छ।